त्यही त लु पकाइ पका म त आउँदैन पकाउनु म त रुइदिनु मात्रै आउँछ उल्टै उल्टै है गाइस शनिबार दिदीले दिनुभएको फुफू अनबक्सिङ गर्नु नि के रहेछ है लिची आशिषको गरिस् आशिषको हेर्नु न यो चाहिँ अन्तिम हाम्रो फेयरवेल है दामी है के हो किङ हेर्नु न छिटो न हाँसो मात्रै नट सो ब्याड खै के तपाईँहरूको क्लिपहरू नि त तिमीहरूको छोडिनु खै दामी यो त अलिकति देख्नुलाई ठिकै रहेछ यही छ हाम्रो अन्तिम रुइदिन्छु ल म चाहिँ त्यति नै छ होला मेरो चाहिँ गिफ्ट आशिष र म चाहिँ रुइदिउँ है अब त अफोर्ड गर्न सक्दैन अब रुइदिएको मात्रै ल आशिष रुनु थाल धन्यवाद गाइस धन्यवाद स्वर्णिमा दिदी धन्यवाद धन्यवाद हामी 1.5 महिना त फ्यामिली जस्तो भएर बस्यो त है आशिषको यहाँ लगाइदिँदैछ है आशिष कस्तो है छ्या छ्या मन परेन है लगाउने छ्या स्वर्णिमा छ्या छ्या स्वर्णिमा राम्रो छैन छ्या छ्या के भन्छ चाहिँ हार्डली 20 मिनट्स लास्ट होइन अब प्रयास गरिब भए पनि ल म त थाहा छैन यो चाहिँ मैले उयो गरिनँ है ऱ्यान्डम आयो ऱ्यान्डमली लु अब ऱ्यान्डम होइन लु छोडे ल के को सरम आशिषलाई त मैले आशिषको पनि देखा तेरो पनि देखा न भनेको ब्रेसलेट यहाँ तिनवटा छ कि छाने लानु न तिनजना देखा न तेरो ब्रेसलेट हाम्रो ब्रेसलेट पनि यहाँ छ नि हेलो आशिषलाई चाहिँ मैले यो दिएको होइन यो चाहिँ आशिषले दिएको होइन लु आफू छानेर लानु रे अम्बो नि भन्नुहोस् न बुबु बाई बाई गाइस बाई बाई होइन तपाईँ बाई बाई भनेको आशिष र म त भेटिबस्छ होइन भेटिबस्छ हो कसै चाहिँ होइन गाइस यहाँ म यो भिडियोमा खोइ देखाउँदैन त गाइस कसैले चाहिँ मलाई यहाँ भिडियो कलमा न्यु खोज्दैछ को भाइ तिमी चाहिँ को कसै रुने सिन पका 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 आशिष पका पका न साथी हो भाइ फका फका दिदीलाई पो गर्छु उता जानुभएको छ हो गाइस कतिजनाको फका 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 न कस्तो मान्छे सफ्ट त्यही त लु पकाइ पका म त आउँदैन पकाउनु म त रुइदिनु मात्रै आउँछ उल्टै उल्टैमा रुइदिउँ ल कत्रो कलाको रुइदिएको नि अब शनिमा बुद्धि होइन बोधी हो उहाँ है बोधी क्याफे छ ऊ चाहिँ बुद्धि कसै रुन्छ कसै चाहिँ बुद्धि भन्दै हाँस्दै तँलाई पाप लाग्छ हेर्न पाप जाने बेलामा काठमाडौँ जानु त है यहाँ विजय पनि होइन हामीलाई फेयरवेल दिन आएको रहेछ हामी पनि विजयलाई फेयरवेल दिने हो एकजना साह्रै बाई बाई यो फुटबलमा आउनु भयो साइज बहिनी हो साइज आज जानुहोस् है प्रेसको नरुवा हो आइपुगिहाल्छ हामी भोलि
मजा आइपुगिहाल्छ हामी केटाहरूले त पाएको अब कसरी फकाउनु हामी त आउँदैन पारै आउँदैन है नरु अब उम्रिदिएको रे गाइस छैन यसरी रुन्छ कहिले ए यो रुको ल ए कन्टिन्यू गर्न फेरि फेरि ल सोने गाइस मलाई थाहा भयो मैले यिनीहरूले पनि के ल्याइदिएको रहेछ गाइस हामीलाई काइन्ड अफ प्रेजेन्ट के रहेछ हेरिदिउँ ए यस्तो चाहिँ ए स्वर्णिमा खुसी भयो स्वर्णिमा हाँस्यो 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 स्वर्णिमा हेर त बाम फुटी म त गाइस म त किन नि यस्तो खर्च गरिदिएको मलाई त पर्खेन होला मलाई त पर्खेन हो अम्बोमा दुईटा अम्बो छोडे होइन ल अम्बो गाइस तिमीलाई धेरै धेरै माया धेरै धेरै माया अनबक्सिङ त गर्नु पर्यो विजय पनि हेर त कान्छी आमाको छोरी जस्तो विजय कान्छी आमाको छोरी जस्तो छुट्टेन अनबक्सिङ यो मैले एउटा किचन छ होइन गाइस मेरो गच्सले त्यस्तो भन्दैछ किचन हो भन्दै यो छोडेनले दिएको अब चाहिँ यहाँ किचन रहेछ होइन तिमीहरू जे मन पर्यो त्यही खालको ल्याइदिएको के भन न नि एनिमे हेर्छ भनेको एनिमी होइन उसको त हामीलाई तिम्रो चाहिँ एनिमीकै छ त्यही त मैले मेरो भनेको एनिमे पुरा हेर्छु उसको चाहिँ हेर्छौँ न प्लिज होइन भिडियोमै अनबक्सिङ प्लिज उसको फुटबलको छ ए आशिष भाइ एकछिन न यो एउटा गर्दै अनबक्सिङ गर्नुपर्छ छोडिन्दीको छोडिन्दी होइन सिलसिला फुपूको मजा यो मेरो प्रेस अनबक्सिङ गाइस होइन यो चाहिँ कुन हो डेमन स्लेयरको कुन हो यो फर्स्ट टाइम देखेँ मैले मन थाहा तर पनि छ्या नै छ है छ्या थ्याङ्क्स मजा लगाइहाल्नु धन्यवाद है तपाईँलाई मेरो गाइस थाहा छ मेरो पुरा मोचा खान्छ एक दिन धोयो भने दिउँसो गनाइहाल्छ मोचा होइन त्यही भनेर छोडिदिने बाक्लो खाले मोचा ल्याइदिएको जस्तो ए सिलसिला फुपूले धन्यवाद गाइस हुन्छ बाई बाई गाइस त्यही त भिडियोमा त भन्दैन बाई बाई अब हामी कहिले भेट्ने रे लास्ट होइन आफ्टर फुपूकोमा त म आइबस्छु होला होइन आई होप सो कहाँ हुन्छ इक्जाम बाद म आउँछु तिम्रोमा इक्जाम सकेर आशिष पनि आइज न अन्त होइन आशिष मेरो आउँछ ल छोडेन पो छोडेछ नि सबैले ल्याउनु न म त ताङजी आइबस्छु है आशिष त आइबस्छ तर मेरोमा चाहिँ के भएको छ त्यो आउनु चाहिँ आउँदैछ कि छोडे मलाई चाहिँ गाडी लिएर प्रेस ब्याग पुगिस् जाउँ न हुन्छ मान्छे नागेको है बेसी टाढो होइन म त अब गएको चल्दियो प्लिज म त चाबी मात्रै पर्खेर प्लिज म आज प्याकिङ स्याकिङ गर्नुपर्ने छ तिमी उता जाँदैन भने आम गइङ त्यही त फुपूलाई स्ट्यान्डसम्म छोडिदिइराखौँ होइन फुपू होइन नबोलेको गाइस होइन अब हामी एभ्री टाइम चिया खान्थ्यो होइन तर यो चाहिँ लास्ट चिया खाइदिइराख्ने हेर उनीहरू मर्दै गर्दैछ छोडेन तिमी क्रिम रोल किनेर आउने रे यो चाहिँ हाम्रो अन्तिम नाम्ची भ्लग जाउँ आशिष कतिजना 5 जना है अहिले आउँछ यसलाई चाहिँ म पे गरिदिइहाल्छु मेरो 10 रुपियाँ हामीले चिया खाऊँ भनेर भन्दैछ तर हाम्रोमै पैसा छैन होइन हाम्रो स्पोन्सर हो यहाँ अब आज न हामीले तिरेछ पैसा तिरेछ नि होइन अरू बेला जस्तो सट्सुट आज हाम्रो ठाउँ है गाइस एभ्री टाइमको यो सिट चाहिँ हामीले बुक गर्छ होइन एभ्री टाइम बुकहरू
बस्नु छोडेर सिला भुजु जाँदै गर्ने अरे हो गाडी छोडेर बाई बाई हाम्रो कहिले एडमिट गर्छ सिसिला भुकु नपत्ता नि खतरा जिस्काइदिइरहेको छ हौ बस पड्काइदिनु क्या हाँस्दै थियो जाऊ जाऊ आम्बो होइन बढी ला ल आशिष रुइदिएर रुइदिए पछि अब रुइदिए सिसिला बाबु यस्तो हाँस्दा हाँस्दै हुन्छ सिसिला बाबु चाहिँ हाँस्दा हाँस्दै रुइदिन्छ ल ल यहाँको उयो आएर चाहिँ यो चाहिँ निकाल्नु चाहिँ मेन्डेटरी हो क्या गाइस जहिले बरु यति यति निकाल्दा यिनीहरू गति चाडहरू बटुकोमा छ होइन कि बटुको फुल हुन्छ होइन त्यो चाहिँ अब हामी ग्राउन्ड गर्नुपर्छ आउँदा चाहिँ सबै उठाइदिइसक्छ यो मेमोरिज हो है यो चाहिँ अब हुनैपर्छ होइन गाइस तर म त्यस्तो मन पर्दैन फर्स्ट सधैँ खाइदिएँ तर आज लास्ट खाइराख्नु भयो नि त खाइदिइराखेको लास्ट तर खाइदिन्छ हाम्रो केटाहरूले है मात्रै फुपू हाम्रो छोरा छोडेन स्ट्यान्ड जानु पुऱ्याउनु जान फुपू स्ट्यान्डमै रहेछ स्ट्यान्डमा रहेछ अन्त स्ट्यान्ड जाँदिनँ भनेर त ल ल कसैलाई गुड बाई भन्नु साह्रो पऱ्यो यार ल ल गुड बाई जानु बिस्तारी है ल ल हँसाइस हँसाइस बहिनी हँसाइस बहिनी तिमी घरमा गरी बस्नु अहिले भने चाहिँ गाइस गाडीहरू सानो हेऱ्यो समाज